Hello, hi, namaste Sampurnama. This is me, Babita Sharma, and I am from Nepal. Welcome to my vlog, mini blog actually. So, करिब 3 महिना पछाडि चाहिँ फाइनली आज मैले टाइम निकालेर मिनी ब्लग बनाउँदैछु मेरो छोरीसँग. सो सी इज फ्रान्सी. फ्रान्सीले चाहिँ आज मम्मा नजिकै जाऊँ न हामी घुम्न जाऊँ त्यहाँनिर घर बन्दै रहेको छ क्या हाम्रो घरको साइडमा. सो त्यो घर बन्दैछ मम्मा कति राम्रो घर बन्दैछ लेट्स गो हामी पनि त्यही बाटो जाऊँ भनेर चाहिँ आज हामी घाम अस्ताइसकेपछि चाहिँ घुम्न निस्क्या हो होइन. एन्ड देन मैले सोधेँ कि छोरी अनि हामीले यस्तो गर्छ कसरी भन नि तिमीसँग पैसा छ एक्चुअली छोरीले चाहिँ ममा घर बनाउनुमा हामी पनि त्यस्तै भन्दै थियो त्यही भएर चाहिँ मैले चाहिँ तिमीसँग पैसा छ भनेर त उसले मलाई 100 रुपियाँ देखाएर ऊ छ त हेरिस् त हजुरको हातमा दिएको छु त मैले यही पैसाले चाहिँ हामी यस्तै घर बनाऊँ भनिरहेको थियो कि. एन्ड देन यो पैसा पनि छोरीले आफ्नो ड्याडीसँग ड्याडी हामीलाई पैसा दिन्छौँ हामी चाहिँ सब्जी किन्न जाने हो मम्माले भनिन्छ भनेर माग्या रहेछ क्या. एक्चुअली उसले चिप्स खान मागेको थियो घुम्दै हिँड्दाखेरि चाहिँ कतै खानुपर्छ भनेर उसले आफ्नो ड्याडीसँग चाहिँ पैसा मागेर आएको रहेछ झुट बोलेर. त्यही पैसाले चाहिँ हेरिस् हामीसँग कति ठुलो पैसा छ यही पैसाले हामी घर बनाऊँ भनेर छोरीसँग रमाइलो मिठो गफगाफ भयो आज आफ्टर सो लङ. हाम्रो यो बुटोलमा चाहिँ एकदमै गर्मी छ क्या दिउँसो कतै जाऊँ यो भेकेसनमा बच्चाहरूलाई कतै लैजाऊँ भन्दा पनि हिँड्न सकिँदैन गर्मीले गर्दा. सो घाम अस्ताइसकेपछि यस्तै गरी नजिकै नजिकै हिँड्दै जाने ठाउँहरूमा चाहिँ हामी गइरहेको थियो तर भ्लगिङ चाहिँ मैले गरेको थिएन. सो यो मेरो एकदमै नयाँ च्यानल हो. सो मेरो बबिता शर्मा भन्ने च्यानललाई चाहिँ प्लिज डु लाइक कमेन्ट एन्ड सेयर माई भिडियोज एज वेल र चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला. So yes, thank you so much for watching this. I hope you guys liked it. So do comment, like, and share if you guys liked it. So don't forget to subscribe. So see you in my next video vlog. Bye bye.